आज अक्टोबर 16, 2025 को दिन हामी पूर्वी नेपाल लगायत दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायत सिलिगुरीको यात्रा हुँदै झापाबाट फर्किने योजना सहित हामी भद्रपुर एयरपोर्ट हुँदै आज हामी अगाडि बढेका छौँ। यसै सिलसिलामा कैद गरिएका फोटो भिडियोहरू यहाँ राख्ने कोसिस गरेका छौँ। यहाँहरू कोही भिजिट गर्ने रहर गर्नुभयो भने यो गाइडलाइन यसो टेन्टेटिभ इन्डिकेटिभ पनि हुन सक्छ। पारिलो घामको साथ भद्रपुर एयरपोर्टबाट बाहिर हामी निस्क्यौँ र हामी गाडीमा बसेर इलामतर्फ अगाडि बढ्यौँ। चाराली बाटो बन्दैछ। हामी यसरी चाराले पछाडिको यो सम्म भूभाग हुँदै यो बुधबारे बजार हुँदै अगाडि जान्छौँ। निकै मजाको घाम लागेको छ। हामी केही बेरमा नै इलामको कन्याम पुगेर त्यहाँ खाना खाएर हामी अगाडि बढ्छौँ। कन्याम आइपुगिसक्यो। चिया बगान आहा कति रमणीय। यात्रा अगाडि बढ्ने क्रम जारी छ। आहा कति राम्रो। यो बाटो पहिला इलामको यो कन्याममा सानो थियो, अहिले डबल बनाएपछि पनि राम्रो देखिँदो रहेछ। यद्यपि चिया बगानलाई केही न केही यसले कम एरिया कम पक्कै बनायो, तर पनि सौन्दर्य माथि गएर यो चिया बगान हेर्नु पनि आफैमा बडो मनोरम दृश्य दिन्छ। पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर हेर्दा यसरी हामी कन्यामको नयन पानी गरिसके पछाडि हामी यो फिक्कल बजार हो, यो फिक्कल बजारबाट हामी अगाडि पशुपति नगरतिर बढ्छौँ। र यो समयमा हामीले भन्नै पर्ने कुरा, यहाँ वेस्ट बङ्गाल अथवा दार्जिलिङ सिक्किम घुम्न जाँदै हुनुहुन्छ भने पासपोर्ट अथवा यहाँको नागरिकता चाहिँ अनिवार्य रूपमा बोकेर जानुपर्ने हुन्छ। नेपालको सशस्त्र प्रहरीले पनि चेक गरे जस्तो गर्नुहुन्छ र वेस्ट बङ्गालको पुलिसले पनि त्यो कुराहरूलाई चाहिँ माग्नुहुन्छ, रेकर्डको लागि राख्नुहुन्छ र त्यो आवश्यक पनि पर्छ। र यसरी हाम्रो यात्रा अगाडि बढ्छ। अब हामी केही छिनमा पशुपति नगर पुग्छौँ। पशुपति नगर पुगिसके पछाडि हामीलाई उता दार्जिलिङबाट हाम्रो गाडी लिन आइसकेको छ। अनि त्यहाँ गाडीमा बसेर हामी अगाडि बढ्छौँ। यो पशुपति नगर बजार ठुलै छ। यहाँबाट काठमाडौँको नाइट गाडीहरू अथवा डे गाडीहरू पनि चल्छन्। सिधै काठमाडौँबाट पशुपति नगरै भएर पनि दार्जिलिङ सिक्किमको भ्रमण गर्न सकिन्छ। जे सजिलो हुन्छ त्यही गर्दा साह्रै राम्रो। र हाम्रो यसरी गाडी आइसकेको छ। दार्जिलिङपट्टि चाहिँ बाटो बिरालो भएको कारण
अब हामी दार्जिलिङको बाटो नागबेली बाटो सल्लाहगारीको बीचबाट अगाडि बढ्छौँ। बाटो ससानो तर बलियो राम्रो आकर्षक छ। इन्डियाले यो क्षेत्रमा जङ्गलको साह्रै राम्रो संरक्षण गरेको छ। हाम्रो यात्रालाई हामी यसरी नै गफ गर्दै मन्थन गर्दै अगाडि बढ्छौँ। बाटामा देखिएका यी कोन सेपका सल्ला तपिसल्ला र विभिन्न बोट बिरुवाहरूको अवलोकन गर्दै हामी अगाडि बढ्छौँ। बाटो गाडी लाग्नेहरूको लागि अलिक धेरै टर्निङ हुन सक्छ। त्यस्ता व्यक्तिहरूलाई आफ्नो साथमा प्लास्टिकको झोला बोकेको अथवा चाहिँ बमन थैली बोक्दा साह्रो उत्तम हुने देखिन्छ। म आफै पनि बमन यो देखिएको बस्ती अथवा बजार नेपालमा पर्छ, तर यो रोड चाहिँ दार्जिलिङमा। यो ठाउँमा चिया कफी पिउने अनि अलिकति त्यहाँ माथि गाडी रोकेको पछाडिपट्टि भ्यू पोइन्ट छ। त्यो भ्यू पोइन्टमा उभिने उत्तरतिर नेपालको कञ्चनजङ्घा हेर्ने जिल्ला पर्ने आनन्द मान्ने फेरि अगाडि दार्जिलिङ प्रवेश गरिसकेका छौँ। बाटो सानो छ, बजारमा पारिलो घाम लागेको छ, निकै रमाइलो देखिँदो रहेछ। यही हो दार्जिलिङ बजार र हामी अब लगभग आज हामी बास बस्ने ठाउँमा पुग्न लागिसकेका छौँ। यस्तै यतातिर ससाना गाडीहरू चल्दो रहेछन्। यो ट्रेनको लिक पनि देखियो। दार्जिलिङमा स्टिम इन्जिन अथवा चाहिँ कोइलाबाट चल्ने ट्रेन अहिले पनि ओल्ड हेरिटेजमा परेको कारणले गर्दा सञ्चालनमा रहेछ, तर रेगुलर चल्दैन। यो रेगुलर भनेको सधैँ चल्दैन। टुरिस्टहरू जम्मा भइसके पछाडि नम्बर पुगे पछाडि यो बजार वरिपरि हिँड्दो रहेछ। यही बाटामै यसकै ट्रेनकै लिकमा यसलाई टोय ट्रेन पनि भन्ने गरिँदो रहेछ। अब हामी त्यसलाई पनि देख्छौँ। त्यो एक्साइटिङ पार्ट थियो। यो ट्रेन कुदेको हेर्ने रहर थियो, तर आजै फ्याट्टै भेटिन्छ कि भेटिन्न थाहा छैन। ल बजार बाटोको छेउछाउमा मजाले घरहरू छन्। ट्रेनको लिक अनि गाडीको बाटो एउटै। ट्रेन आए गाडी रोकिने, गाडी आए ट्रेन रोकिने अवस्था रहेछ, तर ट्रेनले गाडीलाई टेर्दैन अरे। यही हो ट्रेन स्टेसन। यो स्टिम इन्जिनवाला ट्रेन जुन 1950 बनेको, धेरै पुरानो। यही मानिसहरू त्यहाँ बसिराखेको देखिन्छ। ल ट्रेन पनि अलिकति देखियो, दौडेको देख्न पाइएन, रोकिएको ट्रेन देखियो। आनन्दै भयो। यो चाहिँ बिग्रेको बट्टालाई चाहिँ अहिले टोय ट्रेन क्याफे बनाएको रहेछन्। राम्रै देखिँदो रहेछ। सामान बिग्रे पनि त्यसको भरपुर सदुपयोग गर्न सकिने भयो। अब हामी बिस्तारै हाम्रो आज वासस्थानतर्फ लाग्छौँ। यहाँनिर यो बजार सानो भएको कारणले गर्दा धेरै ठाउँ नआए अनि ससानो। हामीले पनि अब केही समय पछाडि यो पार्किङको चाहिँ निकै समस्या रहेछ। किन भन्दाखेरि पार्किङको समस्या छ, गाडीबाट चढ्ने, सामान बोक्ने, लाग्ने। यसरी हामी होटेलमा प्रवेश गऱ्यौँ। आजको हाम्रो बसाइ यही नाम गरेको होटेलमा हुन्छ। अब हामी सरसामान राखेर एकछिन निस्कन्छौँ। सारङ्गी सहितको यो अर्ग्यानिक स्वर सुन्दा निकै आनन्द लाग्यो। यो
दार्जिलिङको स्ट्रिट जहाँनिर धेरै मानिसहरू ओहोरदोहोर गर्ने गर्छन् र लाग्यो। बिहान 3 बजे उठेर दोस्रो दिन हामी टाइगर हिल्सतर्फ लाग्यौँ गाडीमा चढेर। बिहानै जानुपर्ने, निन्द्रा पनि डिस्टर्ब हुने, कति त सपनामै पुगे जस्तो लाग्ने। यहाँको सनराइज कञ्चनजङ्घाको चुचुरोमा टलक्क टल्किँदाखेरि निकै आनन्द अनुभूति हुन्छ भनेर हामी पनि लाग्यो। सनराइजभन्दा पहिला यहाँ मुनराइज देखिराखेको छ। यद्यपि केही समय पछाडि हामी सनराइजै देख्ने अपेक्षामा छौँ। कहिलेकाहीँ बादल लाग्यो भने त्यही पनि फेरि डोस हुन्छ, अनि कहिलेकाहीँ फेरि निकै राम्रो देखिन्छ भन्ने यहाँका अनुभवी व्यक्तित्वहरूले भन्नुभयो हामीहरूलाई पनि। र यहाँ यी सबै क्यामेरा तेर्स्याउने जति सबै सनराइज कुरेर बसिराख्नु भएको छ। हामी पनि त्यही बेडमा छौँ। यो टाइगर हिलको चाहिँ समुद्र सतहदेखि 2591 मिटर रहेछ। चन्द्रगिरीभन्दा अलिकति 41 मिटर अग्लो, तर रमाइलो छ ठाउँ। चिसोमा यात्रा। र यो अहिले ठ्याक्कै देखिराख्नु भएको दार्जिलिङ सहर हो। यही हो दार्जिलिङ सहर, जुन चाहिँ त्यसको विनीतमा हेर्नुभयो भने कञ्चनजङ्घाका चुचुराहरू छन्। तर अलिकति बादलले गर्दा डिस्टर्ब गर्यो, तर रमाइलो छ, निकै रमाइलो। बजारलाई जुम गरेर हेर्दा यस्तो देखिने भयो। चौरास्ता ठ्याक्कै यो अहिले जुम गर्दा देखिने चौरास्ता हो। अलि योभन्दा जुम हुन सकेन। यद्यपि बजार निकै रमाइलो देखिन्छ। मानिसहरू एकदमै व्यग्रताका साथ धैर्य हुँदै सनराइज कुरिराखेको अवस्था छ। सनराइज हुँदै गर्दाखेरि मुनको राइज पनि निकै राम्रो देखिया छ, सन जस्तै, तर खोडै छ। खोडै भएपछि सन होइन भन्ने पक्का भइगयो। नत्र फोटै यसरी खिच्यो भने फुल मुन भएको बेलामा त सन जस्तै देखिँदो रहेछ। अन्ततः व्यग्रताका साथ जुन कुराको प्रतीक्षा गरिराखेका थियौँ, तातो आलु जस्तो रातो प्रकाशसहित सूर्योदय भयो। यसले सबैमा चाहिँ खुसी, सबैका अनुहारमा खुसी ल्यायो। यसका साथै केही बेर घाम ताप्ने अवसर पनि मिल्यो। निकै पारिलो घाम, र यसले चाहिँ हिमालका चुचुराहरूमा जुन प्रकाशको लाइटले, सूर्यको लाइटले, प्रकाशले जुन टलक ल्याउँछ त्यो हेरौँ अब एकछिन। सबैजना आफ्नै धुनमा व्यस्त। क्यामेरा समात्यो, तेर्स्यायो, कतिले दूरबिनबाट हेर्दै हुनुहुन्छ। यो ठाउँमा दार्जिलिङको वार मेमोरियल साथै बतासे लुप पनि भनिँदो रहेछ, जहाँनिर ट्रेनले एक चक्कर लाएर आफ्नो गन्तव्यतर्फ यात्रा गर्छ। प्राय गरी यहाँको दार्जिलिङको यो खालको ड्रेस लगाउने, फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने सबैजना आफ्नै धुनमा व्यस्त। यहाँ शहीदहरूको मेमोरियल पनि छ, र यसको पछाडिपट्टि चाहिँ उत्तरतिर यी हिमालका लहराहरू देखिन्छन्। यहाँबाट पनि कञ्चनजङ्घा देखिन्छ, तर चिन्न पर्यो। ठाउँ निकै रमाइलो छ। शीतल चिसो, ट्रेनको लिक
र छुकछुके रेल यहाँ पनि आउने गर्छ। अहिले मजाले घाम लागिराखेको छ, राम्रो छ। हामी आयो बाहिर चढेर अनुभूति गरियो, ड्राइभर दाइसँग कुराकानी गरियो। यो ट्रेनले एक राउन्ड मार्दा 1200 किलोग्राम कोइलाको खपत गर्छ अरे। यो आफैमा त्यसरी खपत गर्नु नराम्रो कुरो त भएन, तर त्यसले चाहिँ कार्बन उत्सर्जन पक्कै पनि गरिहाल्छ। तर पनि यो ओल्ड हेरिटेजमा परेको कारणले गर्दा यसलाई यो दिनको 1-2 पटक कुदाउनु पर्ने बाध्यता रहेछ। यो ट्रेन स्टेसन ट्रेन आउने जाने गरिराख्दो रहेछ। र यो टोय ट्रेनको यात्रा गर्नु आफैमा रोमाञ्चकारी हुँदो रहेछ। हामीले त मौका पाइएन, यद्यपि रहर धेरै थियो, तर पनि यसको लागि चाहिँ 13 नम्बर अफ प्यासेन्जर्स पुग्नु पर्दो रहेछ। हामी थोरै भयो, सकिएन। हामी दार्जिलिङबाट सिक्किमतिर लाग्यौँ। यो बिचको बाटो हुँदै जाँदाखेरि यो देखिएको चाहिँ खेरसाङ बजार सेतो सेतो, र तलपट्टि सेतो सेतो धर्को देखिएको टिस्टा नदी। टिस्टा नदीभन्दा वारी, पूर्वमा टिस्टा नदीभन्दा वारी सुगौली सन्धिभन्दा अगाडि नेपाल गइरहेछ। हाम्रो पूर्वजहरूले धेरै नै मेहनत गर्नुभएको रहेछ, राम्रो गर्नुभएको रहेछ। र अहिले हामी टिस्टा पुगेका छौँ। टिस्टा खोलाले 2023मा यहाँ यो बाटोसम्म नै खोलो पसेर यहाँको बस्तीहरूलाई उठ्याएको लगाएको रहेछ। घरहरू बालुवाले पुरेको निशानीहरू देखिन्छ। अब हामी यो बाटो हुँदै माथि कालिम्पोङ, त्यो कालिम्पोङलाई नेपालीमा कालेबुङ भन्ने रहेछ। त्यो रिङ्गेबुङको राङ्गोलाई कालेबुङमा काटेर भन्ने गीत सायद त्यसैको होला। यही हो कालेबुङ बजार। यसमा भिडियो हामी हिजो गान्तोक निकै राति आइपुग्यो। भोलि बिहानी, तेस्रो दिनको बिहानी यसरी चाहिँ होटेलको रुमबाट नै कञ्चनजङ्घा देखिँदो रहेछ। बिहानीको घामको रापसँग टल्किएको हिमालभन्दा पनि सुनको चट्टान जस्तो पो देखियो त आज। र हामी यो नाथुला पास जाने बाटो हुँदै हामी छाङ्गु लेकतर्फ लाग्दैछौँ। बाटो निकै मनमोहक, एकदमै रमणीय वातावरणमा, शान्त, धुलो रहित, एयर क्वालिटी इन्डेक्स निकै राम्रो हुँदै हामी अगाडि बढ्यौँ। नाथुला पास जानलाई नेपालीहरूलाई नदिँदो रहेछ। 14 किलोमिटर वर छाङ्गु लेक छ। हामी त्यो छाङ्गु लेक भ्रमण गरेर हामी फर्कन्छौँ। आज हामी इन्डियाको सिक्किम स्टेट अन्तर्गत सिक्किम स्टेटको पनि छाङ्गु लेक भन्ने यो तालमा आइपुगेको छौँ हामी। यो ताल निकै विशेष रहेछ, किन भन्दाखेरि यो लगभग समुद्र सतहदेखि 3750 मिटर अथवा 12000 फिट हाराहारीमा चाहिँ अवस्थित रहेछ। हेर्दाखेरि यो एकै भ्यूमा क्याप्चर गर्न सकिन्न, निकै जिगज्याग अथवा चाहिँ कुनासम्म पुगेको रहेछ। अनि यसको विशेषता खासै हामीलाई एकदमै आकर्षक लाग्ने खालकै रहेछ। किन भन्दा हिउँ पर्ने सिजनमा यो पुरै हिउँले कभर गर्दो रहेछ भनेदेखि अहिले चाहिँ यो अक्टोबर महिनामा ठिकै छ। यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ त्यो चाहिँ नाथुला पास जाने बाटो रह्यो। केही घरहरू पनि छन् त्यहाँ। त्यो चाहिँ पहिला तिब्बतसँग इन्डियाको अथवा सिक्किमको चाहिँ व्यापारी मार्ग रहेछ। ल, यहाँहरू पनि घुम्न आउनु होला, इन्जोय गर्नु होला भन्दै यहाँहरूको समयको लागि धन्यवाद। छाङ्गु लेकबाट लगभग 2000 फिट माथि केबल कारबाट उक्लिने ठाउँ रहेछ। त्यो चुचुरोमा पुगेर हामी फर्कियौँ। त्यो चुचुरोबाट फर्किँदाखेरि जुन यहाँको ल्यान्डस्केप देखिन्छ, यो मर्मात पार्ने खालको छ।
पक्कै नै रमाइलो। कहिलेकाहीँ हामीले हलिउड बलिउड फिल्मतिर देखिने वाइन्डिङ रोड अथवा चाहिँ घुमाउरो बाटोहरू सहितको लामो दृश्य देख्दाखेरि वास्तवमै मन खुसीले गदगद हुँदो रहेछ। यो पनि अद्भुतै छ। यो अहिले हामी त्यही केबल कारबाट झर्दैछौँ। यसमा मलाई लागेको एउटा मात्रै कुरो के त भन्दा हामीसँग पनि नेपालमा रारा तालहरू छन्, अन्य तालहरू पनि छन्, तर चाहिँ सबैभन्दा समस्या चाहिँ एक्सेसिबिलिटीको। रोड एक्सेस भयो भने हरेक कुरो सहज हुँदो रहेछ। यो छाङ्गु लेकमा जानलाई पिच बाटो छ, आनन्दले मजाले पुग्न सकिन्छ। अब हामी अलिकति अब खप्तड जानु पऱ्यो भने, रारा जानु पऱ्यो भने, इभेन तिलोचेततिर जानु पऱ्यो भने हामीले एक हप्ताभन्दा कम समय छुट्याएर पुग्दैन। किन भन्दाखेरि चाहिँ अब एक्सेसिबिलिटीको समस्या। तर यहाँनिर यो डिस्टेन्स त्यति धेरै छ नि, यद्यपि यो बाटो सडक चाहिँ अलिकति अस्तव्यस्त भइदिएको भए सायद यहाँ जाँदैनथे। तर यहाँ एक्सेसिबिलिटी राम्रो भएको कारणले गर्दा पर्यटकहरू घुम्न जानेहरू मजाले जान्छन्। यो तल हरियो छानाहरू देखिएको सबै आर्मीको ब्यारेकको घरहरू हो। ल हेर्नुहोस् कति मजाको बाटो देखियो। केबल कारको बट्टाभित्र बसेर बाहिरको यो नजारा आफैमा स्वर्गानुभूति गराउने खालको देखिन्छ। यो निकै राम्रो। यो छुटाउन नहुने भन्ने मलाई लाग्छ, तर विचार यहाँहरूको रह्यो। निकै राम्रो। हामी अब यसरी हेर्दै चढ्छौँ अनि याकमा चढ्न पाइयो चौरी। बोल्नुहुन्छ ल यहाँ सबैजनालाई चाहिँ सिक्किमको छाङ्गु लेक जुन चाहिँ 3750 मिटरको अल्टिट्युडमा अवस्थित छ। यो साँच्चै नै एकदमै मनमोहक दृश्य सहितको ताल छ, जहाँनिर हामी सबैजना चाहिँ घुम्न आउन पाइयो भने सकियो भने साह्रै पैसा वसुल नै हुनेछ अवस्था। र यो चाहिँ एउटा प्रकृतिले दिएको क्रिएसनको हिसाबले हेर्दाखेरि साह्रै राम्रो देखिन्छ। अहिले म त त्यही माथि याकको माथि छु। जनावरमाथि चढ्नु त्यति राम्रो त होइन, तर यो त्यसैको लागि बनाइएको त होइन। तर पनि मानिसहरूले चाहिँ यसरी व्यवसायको रूपमा पनि चाहिँ गर्नुभएको रहेछ। यो चाहिँ खासमा चाहिँ उसको लागि हो नि, चढ्नकै लागि हो। चढ्नको लागि त्यो जो मान्छेहरू हिँड्नु सक्दैन, तकलिफ हुन्छ, घुम्न आएको हुन्छ नि, हिँड्नु सक्दैन, त्यसको लागि। ग्याङटकको विशेष ठाउँ एमजी रोड छुटाउनै नहुने आनन्द रमाइलो छ। धुलो लाग्दैन रे खुट्टामा भन्ने गीत छ स्वस्ति मेजेको। यो निकै रमाइलो लाग्यो। चौथो दिन हामी ग्याङटकबाट नाम्चीतिर लाग्यौँ। नाम्ची जाने बाटोको बिचमा टेमी टी गार्डन भन्ने रहेछ। यो चियाको लागि प्रख्यात भन्ने सुनियो, टेस्ट पनि गरियो, राम्रै लाग्यो। अब स्वाद त त्यति धेरै छुट्याउन आउँदैन, यद्यपि भनाइ सुन्दा कुराकानी सुन्दाखेरि यो एकदमै राम्रो चिया भन्ने सुनियो। यो सिक्किमको अर्को सहर नाम्ची बजार पनि प्रख्यात ठाउँ नै हो। हामी यहाँ गाडीमा यात्रा गर्दैछौँ। अब हामी केही समयमा रोज गार्डनतिर प्रवेश गर्छौँ। यहाँनिरको रोज गार्डनमा धेरै थरीका रोजहरू रहेछन्। हामी त्यो पनि हेरेर अवलोकन गरेर नयन तृप्ति गरेर हामी अगाडि बढ्नेछौँ। र आज हामी यहीँ बसेर भोलि अर्को यात्रा तय गर्दैछौँ। यो निकै रमाइलो ठाउँ यो पनि।
यो पनि घुम्न बिर्सन नहुने। त्यहाँ चारधाम भन्ने ठाउँ पनि छ, तर हामी गएनौँ। अब हामी नाम्चीको स्टेडियम हुँदै हामी अगाडि बढ्छौँ र हामी रोज गार्डनमा जान्छौँ र केही रोजहरू हेर्छौँ। ल पुग्यो भने कति राम्रो रोज, यहाँ धेरै थरीका रोजहरू छन्, तर अहिले त्यति फुल्ने बेला भएको रहेनछ। यो फुलेको भेटियो, यसको चाहिँ धित मार्ने गरी नै फोटो। हामी 5औं दिन फेरि टिस्टा नदी हुँदै नाम्चीबाट हामी सिलिगुडी झऱ्यौँ। सिलिगुडीमा गएर हामी बङ्गाल सफारी गर्ने योजनासहित हामी तल झऱ्यौँ र बङ्गाल सफारीमा सरिक पायौँ। बैठ जाइए हो चुका है, पूरा पिक्चर बनाएंगे क्या आप? डरै छैन। ल यसले त हाई गरिदियो। बाघले घाँस खान्न भन्थे, तर यसले त घाँस खाइरहेछ। घाँसै खाएको त देखिएन, तर अब तलतिर मुन्टो जोतिरहेछ, के खायो। र यो बङ्गाल सफारी गर्ने ठाउँ पनि अद्भुत रहेछ। 2टा बाघ रहेछन् रहनलाई, तर पनि यिनीहरू आएर हेर्न आउने मान्छेलाई नजिकै, बसको नजिकै आएर यसरी हामीले वेस्ट बेङ्गलमा रहेको बेङ्गल सफारी पनि सकाएर हामीले आजको दिन पनि बिट मार्ने तर्फ लाग्यौँ। हाम्रो साथीहरू पनि मजाले खुसी हुनुभयो। टाइगर देखियो, टाइगर लगायत अन्य जनावर पनि देखियो। त्यस्तै गरी सिलिगुडी दार्जिलिङमा नदेखिएको ट्रेन सिलिगुडीमा यो पनि टोय ट्रेन जस्तै देखियो। यसले पनि आनन्द अनुभूति गरायो। भलै यो चाहिँ वास्तवमै टोय ट्रेन भए तापनि। र फाइनल्ली हामी अब पिज्जा बनाएर आउनु पर्यो। फ्लाइओभरबाट अलिकति भेट्यो भने देखाएको बागडोरे इन्टरनेसनल एयरपोर्ट हो कि डोमेस्टिक एयरपोर्ट? अहिले डोमेस्टिक रहेछ। मतलब 6-7 महिनामा फेरि इन्टरनेसनल भइसक्यो कि काम चल्दै रहेछ। 6-7 महिना, 1 वर्षमा मतलब भइहाल्ने इन्टरनेसनल। कस्तो राम्रो है, बाटो सफा, ठुलो।
कर्स्याङ देख्छ कर्स्याङ चाहिँ देखिन्छ है त्यहाँ फ्लाइओभर उठ्यो भने त्यहाँबाट अब वेदर हेर्नु पऱ्यो वेदर राम्रो बेङ्गोली भन्छ कि बङ्गाली भन्छ नेपालीमा बङ्गाली भन्छ ए बेङ्गोली भन्छ होइन बङ्गलादेशमा बोल्ने र यहाँ बोल्ने भाषामा कतिको अन्तर हुन्छ दाजु राम्रै रहन्छ यहाँ त बङ्गला एकदम सबै बुझिहाल्छ कि उताको बङ्गलादेशीको बङ्गला बुझ्नु सक्दिनँ बुझ्न सक्दैन है बुझ्नु सक्दिनँ हामी ए त्यसो भन्ने तर फरक छ फरक नै एसियन हाइवे बागडोरा पानी ट्याङ्क तिनवटा कुरा रहेछ यो एसियन हाइवे त वास्तवमा एसियन हाइवे पो रहेछ त बागडोरा एयरपोर्ट देखिने भयो ल अहिले हामी फ्लाइओभरमा हिँडिराखेको छौँ र यो निकै सुन्दर आकर्षक ठुलो चौडा बाटोमा जुन एसियन हाइवे पनि हो हाम्रो हस्त सरले पनि निकै रमाइलो गरिराख्नु भएको छ हस्त सर आफै क्यामेरा तेर्साउँदै हो यहाँबाट एयरपोर्ट जाने 2 किलोमिटर यहाँबाट 2 किलोमिटर यहाँ पनि चिया बगान हो र हो है हो ल बागडोरामा पनि चिया बगान देखियो यता साइडमा चिया बगान यता पनि चिया बगान अल्टिट्युड कमै भयो भने यो पनि झापाको हाराहारीमा हो तर चाहिँ यहाँ पनि चिया खेती चिया बगान एसियन हाइवेको छेउछाउमा हामीले देख्न सक्छौँ हजुर एसियन हाइवे यतापट्टि दुब्लायो सुक्यो होइन यति ठिक्क भन्ने होला त्यो बजार एरियामा अलिक ठुलो अनि त्यस पछाडि बजार कटेपछि यो चाहिँ अहिले पनि जनावरलाई चाहिँ वारपार गर्नलाई गाह्रो नहोस् भनेर सानो बनाएको हो कि जस्तो लाग्यो होइन त त्यो पनि वैज्ञानिकै भयो कुराकानी फ्ल्याट एरिया
बिघा लिएर घर बनाएर होइन मजाले बस्ने बिघाकै कम्पाउन्ड छ बिघाकै हो घरको मात्र होइन कि आफ्नो जमिन भयो स्विमिङ पुल ओ पानी ट्याङ्की नै लेखेको त्यही त यो बोर्डर हो हजुर यो इन्डिया हो आधी पुल इन्डियामा रहेछ आधी पुल नेपालमा रहेछ त्यसको मान्यता त्यो छ ठ्याक्कै 1 घन्टाको बारे नजिक है दौडेर पनि आउन सकिँदो रहेछ जस्तो छ लगभग 32 किलोमिटर म्याराथन भयो भने हामी ठ्याक्कै यहाँनिर कस्टममा उता लानु पर्यो अन्त गाह्रो पो हुन्छ भेटिहाल्छ मान्छे 50 गुरु चेक गर्नु है यो इन्डियाको त नेपालको पनि छ त्यति चेक गर्दैन नेपालमा खालि हामीले वंशा काट्नु मोडमा भर पर्ने भयो त्यहाँनिर हाम्रो एसएसबीले भारतको एसएसबीले चेक गरिराख्नु भएको छ निकै धेरै समय लाग्यो सोधपुछ गर्नै पर्यो बुझ्नै पर्यो अहिले खालि टोटोहरू जान्छ पुरानो मेची पुल त्यो रह्यो अहिलेको चाहिँ यो यसरी स्तरीय एसियन हाइवे अन्तर्गत स्तरीय पुल पर्यो अब सामानहरू स्क्यान गर्नुपर्ने भइ नै हाल्यो झोला यो राम्रो छ तल पनि नराम्रो त होइन तर त्यो सानो भयो ल हामी यहाँ मेची हाइवे अन्तर्गतकै पुलमा झऱ्यौँ अनि यतापट्टि चाहिँ यसरी छ त्यो त्यहाँनिर चाहिँ सबै सामानहरू बोकेर झोला बोकेर स्क्यान गराएपछि मात्रै हामी नेपालतिर प्रवेश गर्न पाइयो तर गाह्रो छैन टक्क सामान बोक्ने राख्दैन मेसिनले स्क्यान गर्छ पहिलाको पुरानो मेची पुलमा अहिले सब टुकटुक मात्रै चल्दो रहेछ आधा पुल नेपालको आधा पुल भारतको हो यहाँ कतै छ पक्कै पनि म पहिला यो 2009 सालमा त्यहाँ आएर हिँडेको छु हिँड्न त यो खोलो फेरि कहिले यता जान्छ कहिले यता जान्छ यो खेतीहरू नेपालमा रहेछ नेपाल तर के हुन्छ भने फेरि त्यो खोलोले बाटो चेन्ज गर्यो भने फेरि भारत सेतो छैन सेतो हेर्नु त्यही बाटो पिलर छैन सेतो परको पिल्लर चाहिँ 10 गजा ए भनेर आकाशतिर देखाएछु कहाँ एवमृतले हामी अब नेपाल प्रवेश गरियो एक हिसाबले भारतबाट नेपाल प्रवेश गरे जस्तो त भयो खासै अन्तरै चाहिँ छैन कुरो एउटै छ अब यता पनि फेरि भन्सार क्लियर गर्नु पर्यो अनि यहाँनिर गएर प्रोसिड्युरल कुराहरू पनि पुरा गरेर हामी फेरि लाग्छौँ अब ट्याक्स त दिनु पर्यो यहाँ भन्सार काट्यो अगाडि फेरि रोड ट्याक्स लिन्छ हाइवे बनाएको छ वान टाइम इन्भेस्टमेन्ट लाइफ टाइम इन्कम भन्ने कुरो त्यस्तै गर्नु पर्यो सबै अझै धेरै तिर्नुपर्छ त्यो त हामीले त धेरै तिर्नुपर्छ दाजु चाहिँ हाम्रो ड्राइभर दाजु चाहिँ गएर आफ्नो गाडीको ट्याकटुक्क मिलाएर आउनुहुन्छ अनि हामी फर्किहाल्छौँ अरे अनि त्यस पछाडि हामी अगाडि बढ्छौँ भन्सार कार्यालय यसै सबै जसो हजुर आगजन यहाँ पनि भइरहेछ जेनजीहरूले बाँकी यहाँ पनि राखेनन्
अहिले आजकल के हुँदो रहेछ त्यो झ्यालस्यालको फाटाफुट्टा हो। अब कस्टम पनि नेपालको कस्टम पनि सकाएर हामी अब नेपालको फेरि अझै बाँकी पुलिस बाँकी छ है। यो सशस्त्रले सकायो, अब पुलिसको बाँकी छ। स्क्यान छैन, स्क्यान हुँदै थियो। सोधपुछ ल समय त राम्रै लाग्दो रहेछ त, 3 ठाउँ रोकिनु पर्दो रहेछ। ए यहाँ प्रहरीज्यू हे अझै मनोबल बढिसकेको छैन यार। ल अब प्रहरीको पनि चेक जाँच सकाइसके पछाडि अब हामी लाग्यौँ अगाडि। आर्मीहरू लिएर आउँछ कि त्यही लागि आर्मीहरू उता क्यान्टिनबाट। अब हामी काँगडभिट्टामा आइसक्यौँ। ल नेपाल अब एसियन हाइवे उतापट्टि कति रमाइलो थियो, यता अब फेरि धुलो हुन थाल्यो। एसियन हाइवे अन्तर्गत झापाको काँगडभिट्टा क्रस गरिसके पछाडि झापा बिर्ताको बिचमा अथवा चाराली बिचमा बाटोहरू डाइभर्सन गरेर बन्ने क्रममै छ। अहिले चाहिँ दोलानमै भएकै छ। दमकसम्म पुग्दा पुग्दा त सर सेतै हुन्छ कामहरू छोटो छोटो पनि हुँदैन। अनि त्यही भएर हुँदैन। धेरै ठाउँ घुम्यो त्यति। दार्जिलिङ घुम्यो, सिक्किम घुम्यो, कालिम्पोङ घुम्यो, सिलगढी घुम्यो, गान्तोक, नाम्ची। गोली अनुसार लेख्ने हो, थोक्लो थोक्लो लगायो भने आइहाल्छ। आयो भन्नु पऱ्यो नि, यी लेखेर माथि गएको। दाजुको पहिलोचोटि हो यहाँ छिर्न दिन्छ हो। यसरी हामीले 6 दिने यात्रा सकाएर अब हामी भद्रपुर एयरपोर्ट हुँदै काठमाडौँ फर्किँदैछौँ। ठ्याक्क प्लेन टाइममै पाइयो।